वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज चाहिँ हामी मेरो मम्मीको पहिलो स्कुलमा गइरहेको छौँ। त्यस्तो छ स्कुल, त्यो फुटबल ग्राउन्ड कति ठुलो होइन, ठुलो होइन कति सानो यो ग्राउन्ड पनि। 10 सेकेन्डमा एक ल्याप हानिदिन्छु। अनि यो चाहिँ के हो भन्छ यसलाई, मलाई थाहा छैन। ऊ त्यहाँ भ्यू टावर, हामी भ्यू टावरमा जान्छौँ अहिले। गएर छौ उद्धर है मेरो ल। हामी चाहिँ यहाँ एकैछिन बस्छौँ। ए मम्मी, कस्तो लागिरहेछ आफ्नो स्कुलमा आउन? मलाई साह्रै आनन्द लाग्छ बाबु। आफू पढेको ठाउँ, हुर्केको ठाउँ, कति वर्षपछि यहाँ आउनु पर्दा कस्तो आनन्द लाग्छ। कति एक्साइटेड छु म त। हो नि मम्मी, यो मेरो स्कुल हो, म पढेको स्कुल हो। अनि मम्मी हजुर 25 इयर्स पछि कस्तो लाग्यो स्कुलमा आउन? फेरि एकदम रमाइलो लाग्यो। बचपनको याद आयो है, पुरानो याद आयो मलाई है। अनि 25 इयर्स पछि कस्तो आउन मन लाग्यो है। म पहिला खेलेको हिँडेको याद आयो। साह्रै रमाइलो लाग्यो। हुर्केको साह्रै रमाइलो लाग्यो हजुर मलाई त। बाबासँग नि हुर्केको। तेरो बाबासँग हुर्क्यो होला? हुर्के होइन त। दादा कहाँ हुन्छ? मम्मी दादा कहाँ हुन्छ? दादा पुग्यो होला माथि? छैन, गइसक्यो माथि छ। ऊ माथि छ। देख्नु भएको छ? गाइज हामी चाहिँ भ्यू टावरमा जानलाई हजुर बनाउन। गाइज त्यो चाहिँ एनसिएल टावर हो। जङ्गल पनि उसको पछाडि नाच्ने हो सल्लाह लेखेर गीत पनि लेखेर कि बन्न पाखा कस्तो गरेर जान्छ बिराखाले मम्मी जाऊँ न भने? जाऊ तिमी जाऊ। ल बाई बाई। गाइज हामी एक्लै जानु लाग्यो। दादा छैन होला मेरो त, मेरो दाइ छैन होला त, त्यहाँ तल गएको छ होला। र गाइज मैले चाहिँ हजुरहरूलाई यहाँको भ्यू अलि भनिदिन्छु म। कति ठुलो ट्री हो त्यहाँतिर। ओ एउटा गाई पनि रहेछ त्यो सानो। जान जाऊँ हामी चाहिँ त्यहाँ माथि जाऊँ। मेरो दाइ चाहिँ यहाँ माथि हुनुहुन्छ होला, बिर्सेकै कता जानुभयो भनेर। लास्ट टाइम देखेको त्यहाँबाट यहाँ आएको, त्यो सी हेर्न छोडेकै। खिच्दैछु क्या म, पहिल्यै भन्नु पर्थ्यो नि। फालिदिउँ लट्ठी, फालिदिउँ लट्ठी, फालिदिउँ लट्ठी। ल तल राख्दै एउटा हात यहाँ खिचिरहेको छु र अर्को हात यहाँ ह्यान्डल हेरेर छु। र गाइस मैले चाहिँ यो भिडियोमा चाहिँ अलि फोकस दिदिनँ म मेरो सर्भाइभलमा फोकस दिनुपर्छ अलि। यस्तो ल खिच्दैछु कि भने यस्तो खालको भ्यू छ। यहाँबाट त तल हेरेर मर्छु जस्तो लाग्छ म त। त्यति सानो सानो घरहरू छ। दादा हिमाल देखेर माछा त्यहाँतिर उयो हिमाल देखेर छ त मैले।
गाइस म जुम गरिदिन्छु उफ त्यो ल देख्नुभयो होला त्यही हो हिमाल यत्रो ठुलो कस्तो डर लाग्ने जस्तो लागेको छ नि मलाई त गाइस त्यो चाहिँ मेरो मम्मीको स्कुल त्यो चाहिँ एन्सेल टावर यो म चाहिँ जता बसिरहेको छु यो चाहिँ वाच टावर एउटा गोल पोस्ट त्यहाँ अर्को गोल पोस्ट त्यहाँ त्यो चाहिँ फुटबल फिल्ड हो तर त त्यो नेटहरू खै त यहाँ त नेटहरू पो छैन त ठुलो ट्री छ मम्मी मम्मी आउनु बनाउँदैछु यो युट्युबको भिडियो है युट्युबर न हो नाम के छ केलन जीआरसी 123 केलन केएलएन नाम हो केलन 16 सब्सक्राइबर ओ माय गॉड ब्लगर बनिसकेपछि डर लाग्यो नि ओए मलाई डर लाग्न थालेछ त कस्तो यहाँ बिचमा भिडियो छ भएकै पज गएर पछि जोड्ला म जोड्न सिकेँ जोड्दिन है तर ल र गाइज मैले चाहिँ यो भिडियोलाई अलिकति त कट गरिदिन्छु अनि अलि फेरि अर्को भिडियो आउँछ अनि कनेक्ट हुन्छ त्यही भएर म चाहिँ अर्कै जग्गामा र अर्कै पोजिसनमा हुन्छु गुड बाई अलि हुन्छ